सर यता हेर्नु त ल बाग्लुङ खालीपट्टि बाग्लुङ खाली गण्डकी नदी मुस्ताङ जाने बाटो यताबाट छ। टेस्टी छ। हामी चाहिँ पर्वत पाङमा बाग्लुङबाट 567 मिटर लामो झोपु जोलिङ्गे पुल तरेर आएर खाँदैछौँ। मिठो पिरो पिरो छ। कस्तो छ सर? एकदम टेस्टी छ सर, मलाई मन पर्यो नि। हजुर सर यो अनि त्यसपछि चिकन चिकन छ। चिकन अनि यहाँ मोमो तलपट्टि एउटा चटनी पनि हालेको छ। हामी माथि एउटा चटनी थपेर खाएको। एकदम बहुत पिरो पिरो भएको छ। मिठो भएको छ है। मिठो छ ल सर। सर कतिको पिरो छ सुप? एकदम पिरो छ सर। खोर्सानी थपेको हजुर दुईचोटि अच्छा चिनी मगाइदिनु छ। पिरोले एकदम आत्तिएको अवस्था छ। चिया मिसाएर खानु न सर। लास्टै पिरो रहेछ। अब चिया हाल्न लागि छ। चिया पनि राख्नुपर्छ त्यहाँ साइडमा। धेरै पिरो भयो भने एकदमै मजा छ है सर खाना चाहिँ। पिरो स्वाद पिरो भयो नि स्वादिलो छ। जाडो यहाँ सर र हावा चलिरहेछ यो पाङमा। खोर्सानीको झोल साथी हो। हजुर सर लास्टै पिरो भएको छ। पछि सर कतिको पिरो छ? एकदम पिरो भएको छ सर। पुरै झोल त खोर्सानीको छ त सर। खोर्सानी भएको छ। एकचोटि खाना त कतिको पिरो हुन्छ? सरले क्वाप्पै एक डल्लोमा खानुभयो। हेर्नु त कसरी खानुभयो। सर पानी खाने? पानी खानु यार। सर धेरै पिरो भने कालो चस्मा लाउने है। ल झोल पनि रातै देखिन्छ। राति सक्यो पुरै काममा यस्तो रातो हेर्नु त।